इन्सेफ्लाइटिस चाहिँ जापानिज इन्सेफ्लाइटिस भनेको मस्तिष्क सङ्क्रमण हो, जुन चाहिँ लामखुट्टेको क्युलेस जातिको लामखुट्टेको टोकाइबाट चाहिँ हुने गर्छ र प्राय गरी बर्सातको मौसममा धान खेतीमा अथवा त्यो स्थिर पानी रहने जम्ने स्थिर खालको चाहिँ जम्ने ठाउँमा चाहिँ यसको वृद्धि विकास अलि धेरै हुने हुन्छ र यसले चाहिँ सुँगुर बुँगुर पालन तथा हाँस पालनहरूबाट चाहिँ यो सङ्क्रमण चाहिँ त्यो जोखिम क्षेत्र चाहिँ त्यसलाई लिइन्छ। हाम्रो नेपालमा विगत वर्षदेखि नै देखिया परिरहे तापनि अहिले तुरुन्तै यो साउन महिनामा चाहिँ अलिक धेरै केसहरू देखिएको छ। साउन महिनामा नै मकवानपुर जिल्लाको 2वटा पालिकामध्ये बागमती को 5 नम्बर वडा बागमतीको 2 नम्बर राई गाउँभन्दा अलि भित्र एउटा देखिएको छ, जुन चाहिँ 5 वर्षको अभिषेक भन्ने अब यो नाम नमिल बच्चालाई देखेको थियो भने यता बकैयाको चाहिँ राजदमार वडा नम्बर 5 राजदमारको दहीदमार भन्ने ठाउँमा चाहिँ 14 वर्षको किशोरीलाई चाहिँ देखेको छ। उहाँहरूको चाहिँ अहिले हाल चाहिँ काठमाडौँको विभिन्न अस्पतालहरूबाट उपचाररत भएर अहिले चाहिँ सामान्य अवस्थामा उहाँहरू घर चाहिँ फर्किसक्नु भएको छ। यो रोग लागिसकेपछि चाहिँ अलि प्रमुख जटिलताहरू अलिक धेरै देखिन्छ। त्यसैले यो रोग लागेबाट बच्नलाई नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्छ र हाम्रो नेपाल सरकारबाट 1 वर्ष भइसकेपछि जेई विरुद्धको जेई खोप चाहिँ हामीले नियमित रूपमा सञ्चालन गरिरहेका छौँ। यो सङ्क्रमणको स्रोत तथा जोखिम क्षेत्र पहिचान गर्न चाहिँ स्वास्थ्य कार्यालयले कस्तो कदमहरू चालिरहेको छ? यो स्वास्थ्य कार्यालयले भन्दा पनि यस्तो छ, हाम्रो के छ भने यो वर्षेनी जुन बर्सातको समयमा अलिक धेरै पिकअप लिने गर्छ, जुन चाहिँ लामखुट्टेको टोकाइबाट हुने भएकोले लामखुट्टेको वृद्धि विकास धेरै हुने भएकोले हामीले सचेतनामूलक कार्यक्रमहरू गरिरहेका छौँ र पालिकाको स्वास्थ्य शाखा र त्यहीँ जहाँ सङ्क्रमित देखिन्छ त्यस्ता ठाउँहरूमा चाहिँ हामीले स्वास्थ्य संस्थाहरूबाट पनि जनचेतनामूलक कार्यक्रमहरू हामीले सञ्चालन गरिरहेका छौँ हो। त्यसैले बच्नको लागि एकातर्फ हामी नियमित रूपमा बालबालिकालाई 12 महिना पुगिसकेपछि अथवा 1 वर्ष पुगिसकेपछि उसलाई नियमित रूपमा जेई विरुद्धको खोप दिने र लामखुट्टेको टोकाइबाट बच्ने, साथसाथै यो सुँगुर पालन अनि त्यसपछि बङ्गुर पालन र घाँस पालन भएको क्षेत्रहरूबाट चाहिँ अझ विशेष निगरानी अप्नाउनु पर्ने हुन्छ। यो अहिलेको यो रोग चाहिँ अन्य पालिकामा चाहिँ कतिको जोखिम छ, अब लाग्ने सम्भावना? यो जोखिम त सबै पालिकामा उत्तिकै हुन्छन्। जहाँ फेरि मैले दोहोऱ्याएर भने हाँस पालन बुँगुर पालन अथवा स्थिर पानी जम्ने ठाउँ, पानी चाहिँ खेतको गरामा जम्ने ठाउँ यस्तोहरूमा चाहिँ अलिक धेरै देखिनु, पोखरीहरूमा चाहिँ धेरै देखिने भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ यसलाई चाहिँ सकभर त्यो सबै पालिकाहरू जोखिमयुक्त हुन सक्छन्। त्यसैले हामीले यहाँबाट पालिकाहरूलाई चाहिँ स्वास्थ्य शाखाहरूलाई चाहिँ पत्राचार गरिसकेका छौँ। 2वटा केस देखिसकेको छ। 5वटा जति केसहरू चाहिँ विभिन्न पालिकाहरूबाट हाम्रो स्याम्पलहरू यसको हुनसक्छ कि भनेर हामीले चेक जाँच गराएका थियौँ। त्यसमध्ये 2वटा केसको चाहिँ पुष्टि भइसकेको छ र उपचार भएर उहाँहरू चाहिँ स्वस्थ लाभ गरिसक्नु भएको छ, घर फर्किसक्नु भएको छ। यो खोपको कुरा गर्नुभएको छ, खोप होइन, अनि यो जाँच गर्ने त्यस्तै गरेर उपचारको व्यवस्था चाहिँ पर्याप्त छ कि छैन? पर्याप्त छैन भनेर भन्न चाहिँ मिल्दैन, यो पर्याप्त छ। तर यो कस्तो हुन्छ भने विभिन्न यो रोग चाहिँ एक्कासी धेरै टाउको दुख्ने, ज्वरो आउने, त्यो जटिलता हुन थालेपछि मात्रै देखिन पनि सक्छ। त्यसैले सामान्य लक्षण देख्न साथ नजिकैको स्वास्थ्य संस्थामा जाने र स्वास्थ्य संस्थामा चेक जाँच गराउने यो हो। सामान्य लक्षणहरू जस्तै सामान्य लक्षण भन्दा साथ हामीले के बुझ्न सक्छौँ भने ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, कमजोरी महसुस हुने हुन सक्छन् सामान्य लक्षणमा। भने गम्भीर लक्षणहरू चाहिँ उच्च ज्वरो 102 डिग्रीभन्दा बढी, टाउको बेसरी दुख्ने, शरीरमा कम्पन हुने, अतचेत वा बेहोस हुने, शारीरिक कमजोरी वा पक्षघात हुने, कोमामा पुग्न सक्छ। त्यसैले गर्दाखेरि चाहिँ हामीले के बुझ्नुपर्छ भने सामान्य लक्षणहरू देखा पर्यो भने पनि यो सिजनमा विशेष गरी यो सिजनमा र सामान्य लक्षण देखियो भने पनि तुरुन्तै हामी चाहिँ अस्पतालमा नजिकको स्वास्थ्य संस्थामा गएर सम्पर्क गऱ्यौँ भने नजिकको स्वास्थ्य संस्थाबाट तपाईँलाई आवश्यक सल्लाह सुझाव रेफर गर्नुपर्ने रेफर गर्नुहुन्छ। यो रोग चाहिँ के अलि अब ठुलो उमेरको भन्दा पनि बालबच्चाहरूलाई चाहिँ अलिक बढी सङ्क्रमण गर्ने? अब यसमा चाहिँ के देखिन्छ भने उमेरले यसले धेरै फरक पार्दैन। बच्चामा चाहिँ अलिकति कम देखिनुको कारण के हो भने हामी नियमित रूपमा खोप लगाइरहेछौँ। खोप लगाएका बालबालिकाहरूमा
अथवा भन्दा खोप नलगाएका बालबालिकाहरूमा अलिक धेरै देखिन्छ। त्यसैले खोप लगाउनलाई चाहिँ सबै एउटा पनि बालबालिकाहरूको खोप नछुटोस् भन्ने अनुरोध गर्न चाहन्छु। अनि यो जुन अब प्रभावित क्षेत्रहरू अब 2 ठाउँमा हामीले अब पुष्टि भइसकेको छ भनेर भनिराखेका छौँ। त्यहाँनिर चाहिँ अब औषधिहरू छर्कने त्यहाँनिर यसलाई चाहिँ नफैलियोस् भनेर के कस्तो रोकथामको कार्य भइरहेको छ? हामीले फेरि पनि मैले तपाईँलाई दोहोऱ्याएर भन्छु कि हामी त्यहाँ चाहिँ खोपको अवस्था के छ भन्ने कुरा हाम्रो नजिकको स्वास्थ्य संस्थाबाट त्यहाँ हामीले सर्भिलेन्सहरू गर्छौँ। त्यसपछि अन्य बिरामीहरूमा पनि यस्तो लक्षण देखा परेको छ कि छैन भनेर हामी त्यहाँ निगरानी राख्छौँ। नजिकैको स्वास्थ्य संस्थाले चाहिँ जहिले पनि निगरानी राखेको हुन्छ। अहिले पनि हामीले यो बागमतीमा देखियो, त्यसपछि बकैयामा देखियो। बागमतीको स्वास्थ्य शाखाबाट नै आफै जानुभयो, त्यहाँ वरपर गएर जनचेतनामूलक कार्यक्रमहरू गर्नुभयो। त्यस्ता लक्षणहरू देखिएका छन् कि भनेर सोध्नुभयो। त्यहाँ वरपर चाहिँ यो खोपको अवस्था कस्तो छ, ड्रप आउट छ कि छैन भन्ने कुराहरू हेर्नुभयो भने बकैया गाउँपालिकाबाट पनि स्वास्थ्य शाखाहरूबाट जानुभयो। अनि त्यसपछि हाम्रो नजिकैको स्वास्थ्य संस्था जस्तो राजदरबारबाट अथवा बागमतीको राई गाउँबाट हामी सधैँ सम्पर्कमा रहेर त्यहाँ त्यस्तो केसहरू देखिरहेको छ कि छैन भनेर सोधिरहेछौँ। अब त्यस्तो केसहरू देखियो भने चाहिँ हामी तुरुन्तै फेरि त्यहाँ यो अब पशुपन्छीसँग यो सम्बन्धित छ यो रोग होइन। यो पशुपन्छी अब जस्तै बँदेलहरू अब यो अन्य सुँगुर बुँगुरहरूबाट सर्ने भएकोले चाहिँ यो पशुपन्छी विकास मन्त्रालय र यो स्वास्थ्य कार्यालय बिच समन्वय चाहिँ कतिको भएको छ? समन्वय त अब विभिन्न मन्त्रालयबाट भइ नै रहेको हुन्छ। अब यो चाहिँ अब मान्छेमा देखा पर्ने भएकोले गर्दाखेरि स्वास्थ्य मन्त्रालय अब हाम्रो बागमती प्रदेशको हेरेर हुन्छ। हामी स्वास्थ्य त्यही मतहतका कार्यालयहरूबाट पनि निगरानीहरू गरिरहेका हुन्छौँ। यसको बारेमा चाहिँ हामीले निगरानीहरू पनि गर्नुपर्ने, त्यसपछि स्याम्पलहरू ल्याएर चेक जाँच गराउनु पर्ने, स्याम्पलहरू पठाउनु पर्ने, त्यस्ता क्रियाकलापहरू प्रत्येक दिन भइरहेछन्। अझ हामी भन्छौँ कि हामी खोपबाट बचाउन सकिने भएकोले खोपलाई अलि विशेष रूपमा सबै बालबालिकाहरूले आफ्नो उमेर पुगिसकेपछि अथवा 1 वर्ष पुरा भइसकेपछि चाहिँ खोप चाहिँ अनिवार्य रूपमा लगाउनुपर्छ। खोप लगाइसकेपछि अलि यसको सङ्क्रमण दर कम हुन्छ, सङ्क्रमण कम हुन्छ र साथसाथै सङ्क्रमण भइहालेछ भने पनि जोखिम कम हुन्छ। त्यसैले गर्दाखेरि खोपमा विशेष जोड दिन अनुरोध गर्दै यस्तो मौसमहरूमा जुन चाहिँ लामखुट्टेको वृद्धि विकास अलिक धेरै हुन्छ त्यस्तो सिजनमा चाहिँ लामखुट्टेबाट बस्नु नै यसको प्रमुख उपाय।